आज म यहाँहरुमाझ खसीको मासुको झोलको रेसिपी लिएर आएकी छु। जाडोमा तातो तातो खसीको मासुको झोलसँग भात खानुको मजा नै बेग्लै हुन्छ र यसरी बनाएको खसीको मासुको स्वाद पनि एकदमै मिठो हुन्छ। आउनुहोस् बनाउन सुरु गरौँ है त। खसीको मासु पकाउनका लागि मैले यहाँ ग्यासमा एउटा प्रेसर कुकरलाई तताइसकेकी छु। अब यसमा म तोरीको तेललाई राख्दै छु। तोरीको तेलमा पकाएको खसीको मासुको स्वाद एकदमै मिठो हुन्छ। अब तेल राम्रोसँग तातेपछि यसमा म ल्वाङ सुकुमेल र दालचिनीलाई फुराउँदै छु। त्यसपछि दुईवटा सुकेको रातो खुर्सानीलाई पनि मैले यसमा फुराए। दुई तीनवटा तेजपत्तालाई पनि यसमा राख्नुपर्छ। अब मैले यहाँ दुईवटा काटेको प्याजलाई पनि तेलमा राखेकी छु। अब एकैछिन चलाउँदै प्याजलाई हल्का पाक्न दिनुपर्छ। अब प्याज हल्का गलेपछि यसमा म 1 चम्चा बेसारलाई पनि राख्दै छु। अब चाहिँ मैले यहाँ 1 किलो खसीको मासुलाई लिएकी छु। अब यसलाई पनि यसमा हाल्नु पर्छ। र अब चाहिँ बेला बेला चलाउँदै हामीले यो मासुलाई राम्रोसँग भुट्दै जानुपर्छ। यदि खसीको मासु पकाउँदा त्यो मासुबाट पानी निस्क्यो भने चाहिँ त्यो पानीलाई हामीले राम्रोसँग सुकाएर भुट्नुपर्छ। तर यो मासुमा चाहिँ त्यति साह्रो पानी निस्किएको छैन, त्यही पनि म यसलाई अझै भुट्दै जान्छु। हामीले मासुमा मिठो स्वाद ल्याउने हो भने चाहिँ मासुलाई राम्रोसँग भुटेर पकाउनु जरुरी हुन्छ। अब चाहिँ यो मासु राम्रोसँग भुटिसकेको छ। अब म यसमा स्वादअनुसार नुनलाई राख्दै छु। त्यसपछि मैले यसमा 2 चम्चा अदुवा लसुनको पेस्टलाई पनि राखे। अब अदुवा लसुन राखेपछि यसलाई एकैछिन चलाउँदै पकाउनु पर्छ। अब अदुवा लसुनलाई हल्का भुटिसकेपछि यसमा म अब 1 चम्चा जिरा धनियाको धुलोलाई राख्दै छु र आधा चम्चा जति चाहिँ मैले यहाँ मिट मसलालाई पनि राखेकी छु र आधा चम्चा जति रातो धुलो खुर्सानीलाई पनि यहाँ राखेकी छु। अब यो मसलालाई पनि एकैछिन चलाएर भुटिन दिनुपर्छ। र अब चाहिँ हामीले सबै मसलाहरूलाई पनि राम्रोसँग भुटेर पकाइसकेको छौं र अब यो स्टेजमा चाहिँ हामीले काटेको टमाटरलाई राख्नुपर्छ। मैले यहाँ 2वटा काटेको टमाटरलाई राखेकी छु। अब चलाएर टमाटरलाई एकैछिन गल्न दिनुपर्छ। अब टमाटर गलिसकेको छ। अब चाहिँ हामीले यसमा पानीलाई राख्नुपर्छ। मैले चाहिँ यहाँ 2 कप पानीलाई राखेकी छु। र अब चाहिँ हामीले प्रेसर कुकरको बिर्को बन्द गरेर यसमा 5 देखि 6 सिट्टीसम्म लाग्न दिनुपर्छ। अब 6 सिट्टी लागिसकेपछि मैले चाहिँ प्रेसर कुकरको बिर्कोलाई खोलेकी छु। अब हामीले यसलाई पाक्यो कि पाकेन भनेर चेक गरेर यदि पाकेको छैन भने यसलाई हामीले फेरि 1-2 सिटी लगाउन सक्छौं। तर मेरो चाहिँ यो मासु पाकिसकेको छ। अब म यसमा माथिबाट काटेको हरियो धनिया पत्तालाई पनि राख्दै छु। अब चाहिँ यो मासुको झोल खानका लागि रेडी भइसकेको छ। हजुरहरूले कतिको बाक्लो अथवा पातलो झोल खाने हो त्यही अनुसार पानी थप्न सक्नुहुनेछ। अब यसरी तयार भएको यो मासुको झोललाई हामीले भात अथवा चिउरासँग मज्जाले खान सक्छौं र यसको स्वाद पनि एकदमै मिठो भएको छ। हजुरहरूले पनि यसरी नै खसीको मासु पकाएर घरमा एकपटक अवश्य पनि ट्राई गर्नुहोला।